बुकीले ढपक्क ढाकेर बेउली झै सिंगारिएको अग्लो पहाडको थुम्को, शिरमा आत्मशान्तिको प्रतीक मानिएको मन्दिर, यत्र तत्र सर्वत्र रङ्गी बिरङ्गी फुलै फुलको बिस्कुल। सेतो कुहिरोमा लुकामारी गर्दै थरी थरीका वनस्पति र जडीबुटीको मगमग बास्ना लिन पाइने यो हो सल्यानको कुमाक लेक। जिल्ला सदरमुकाम खलङ्गाबाट करिब 8 घण्टा पैदल हिँडेपछि यहाँ पुगिन्छ। जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित कुमाक जिल्लाकै दोस्रो अग्लो लेक पनि हो। सिद्ध कुमाक गाउँपालिका र कुमाक गाउँपालिकाको शिरमा अवस्थित यो लेकले हर बखत आफ्नो सुन्दरताको मायावी जादुको छडी चलाइरहे झै लाग्छ। कुमाक टाकुरामा जाँदैछौँ, एकदमै रमाइलो ठाउँ रहेछ है। म त फर्स्ट टाइम आएँ, धेरै नै रमाइलो भयो। यहाँ रङ्गी चङ्गी फुलहरू, चराहरू होइन, मान्छेको भिडभाड आवत जावत धेरै रमाइलो रहेछ, धेरै राम्रो लाग्यो। समुद्री सतहबाट 2537 मिटरको उचाइमा अवस्थित कुमाक लेकको शिरमा पुगेपछि जो कोहीलाई लाग्छ पृथ्वीको अत्यन्त सुन्दर ठाउँ मध्येको एक, अर्थात् हामीले कल्पना गरेको स्वर्गको एक अंश यही हो। तलबाट आउँदाखेरि हामी चाहिँ बादल मडाडिरहेको थियो, विभिन्न चराचुरुङ्गीको आवाजले गर्दाखेरि मन्दमुक्त बनाएको थियो हामीलाई। वनका बुट्यानहरूसँग लुकामारी गर्दै गर्दै हामी चाहिँ कुमाकको चुचुरोमा आइपुग्यौँ सर। यहाँ आउँदा बेग्लै आनन्द, बेग्लै स्वर्गीय अनुभव। हरित पहाडको सबैभन्दा माथि देखिने यस प्रकारको दृश्यले कसको मन लोभ्याउँदैन होला र। यहाँबाट नियालेर हेर्यो भने देशकै मध्य तथा सुदूरका विभिन्न जिल्लाहरूको भूगोलसँगै भारतको रूपैडियाको छेउछाउसम्म पनि देख्न सकिन्छ। अहिले कुमाकको फेदसम्म सडक पुगेकाले यहाँसम्म जान केही सहज भने भएको छ, तर सडक पुगेको स्थानबाट यहाँ पुग्न थप 2 घण्टा पैदल हिँड्नुपर्छ। घना जंगलको बाटो पैदल मार्ग हुँदै यात्रा गर्दा विभिन्न जडीबुटी, वनमा पाइने फलफूल र वनस्पतिको रस स्वादन गर्न सकिन्छ भने चराहरूको चिरबिर आवाज अनि वन्य जन्तुको चहल पहलले एउटा मौलिक संगीतको सिर्जना गरिदिन्छ। त्यही संगीतमा डुबेर यात्रा गर्दा थकाइको महसुस नै हुँदैन। कुमाकको शिरसम्म पुग्न करिब 1700 मिटर पैदल मार्गमा सिडीहरू निर्माण गरिएको भए पनि यो पर्याप्त भने छैन। आधा बाटोसम्म चाहिँ पदमार्ग बनाइएको पाइयो, त्यो एकदमै सकारात्मक छ। त्योदेखि माथि पनि पदमार्गहरू बन्ने अनि माथि चाहिँ अलिकति रेलिङको व्यवस्था चाहिँ भइदिएको भए चाहिँ हुन्थ्यो भन्ने चाहिँ लाग्यो। त्यहाँ चाहिँ अब अत्यन्त भिडभाड छ, त्यो रेलिङको व्यवस्थापन जस्ता कुराहरूमा गरिदियो भने चाहिँ सबै कुरा ठिकै छ, एकदमै रमाइलो लाग्यो। हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन मन्दिरदेखि करिब 1 किलोमिटर तल समथर भूभागमा जिल्लाकै ठूलो मेला लाग्ने गर्दछ। यो मेलामा मौलिक संस्कृति र नृत्यसँग अन्तरङ्ग हुन पाइन्छ। यो मेलामा रमाउन सल्यानसँगै देशका विभिन्न भेगबाट हजारौं दर्शनार्थीहरू यहाँसम्म पुग्ने गर्दछन्। कर्णाली प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएका अनेक स्थानहरू छन्। केही चर्चित छन् त केही गुमनाम। अब चर्चित ठाउँलाई व्यवस्थित गर्दै चर्चामा आउन नसकेका स्थानहरूलाई पनि पर्यटनको मालामा उनेर पर्यटकीय गतिविधि बढाउन ढिला गरिनु हुँदैन। यसका लागि सल्यानको कुमाक लेक र यहाँका अन्य पर्यटकीय स्थानहरूको आवश्यक विकास एवं प्रचार प्रसार गर्नु जरुरी छ। आउनुहोस् आजैदेखि जागौं, सल्यानसँगै कर्णालीका पर्यटकीय सम्भावनाको उजागर गर्न सँगै अघि बढौं।